बुद्धि नभएको डाक्टर बाबुराम भट्टराई। प्रचण्ड भन्छन् बुद्धि नभएको डाक्टर बाबुराम भट्टराई। नेसपाका अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग एकता किन हुँदैन भन्ने विषयमा माओवादी केन्द्र अध्यक्षका पुष्पकमल दाहाल प्रचण्ड भन्छन् बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो। गोर्खामा चुनाव लड्दा हाम्रो नारायण काजी कमरेड र म बाबुराम लहै अब चाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुहुन्न। कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दैन भनेपछि हामी के मर्ने बाबुरामको लागि। उहाँ त खिहिँदै अब त पुरै प्रतिक्रियावादीसँग गएर मिल्नु भएको छ। प्रतिक्रियावादीले नि पत्याउँदैनन् आजकल हाँसोको पात्र भएका छन् बाबुराम। के देशभरि कस्तो बुद्धि नभएको डाक्टर, सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने।